आज म अर्को टपिक लिएर आएको छु हाम्रो शिवपुरी भोइसमा अपलोड हुने भिडियो जुन नुवाकोटसँग सम्बन्धित समस्याहरूको बारेमा हुनेछ है त। हाम्रो क्षेत्र नम्बर 1 को माननीयज्यूले तथा मन्त्रीज्यूले एउटा निर्देशन गर्नुभएको रहेछ विद्युतसँग सम्बन्धित समस्याहरूको बारेमा है त। त्यसको बारेमा हामी थोरै आफ्नो गाउँको समस्याहरू पनि भन्ने गर्छौँ यहाँ भिडियो मार्फत। ओके, आवश्यक स्थानमा पोल तथा ट्रान्सफर्मर जडा झोलिएका तारहरूको मर्मत। ओके, यो चाहिँ एकदम जरुरी छ। बिजुलीको तारहरू एकदम त्यहाँनिर लथालिङ्ग भन्नाले झोलिएको भनेको अलिकति जस्तै जमिनबाट अलिकति थोरै हाइटमा हुने क्या, जस्तै माथि उफ्रिँदाखेरि भेट्ने, रुखहरूको नजिक हुने, बाँसहरू लामो लामो बाँसहरूले छोइरहेको छ, त्यस्तो समस्याहरू चाहिँ छ है हाम्रो गाउँमा पनि। अनि त्यसपछि अव्यवस्थित बिजुली तारको व्यवस्थापन गरी सुरक्षित भरपर्दो गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्ने जोड। ओके, यो कुरा गर्नुभएको चाहिँ एकदम राम्रो कुरा हो यो। जस्तै नुवाकोटको हाम्रो शिवपुरी गाउँपालिकाको वडा नम्बर 6 को हाम्रो सरथोक खोलेगाउँ भन्छ हामीले। खोलेगाउँमा चाहिँ के छ भन्दाखेरि बिजुलीको पोलहरू चाहिँ त्यहाँ कुनै कुनै 3 पिस लाइनहरू चाहिँ जुन सडक बाटो आउनुभन्दा अगाडि नै आइसकेको भएको कारणले त्यो कतिपय कुराहरू डाँडागाँडामै छ। त्यसले गर्दाखेरि बिजुलीको तारहरू कतै झोलिएको छ, कतै डाँडामा छुनाइरहेको छ, मान्छेले उफ्रिँदाखेरि छुनाइरहेको अवस्था हुन्छ भने तारहरू राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन। 3 पिस लाइन है, हामीले 2 पिस लाइनको कुरा गरेको, 3 पिस लाइनको कुरा गरेको। ओके, यो चाहिँ हाम्रो गाउँमा पनि समस्या छ। त्यसपछि अर्को छ निजी जग्गामाथि गुज्रेको बिजुलीको तारहरूले सडक। ओके, निजी जग्गा भन्नाले कसैको व्यक्तिगत जग्गामा बिजुलीको पोल छ भने त्यसलाई चाहिँ सडकमा ल्याउने भन्नुभएको रहेछ। ओके, यो कुरा एकदम अति आवश्यक कुरामा नि हो। शिवपुरी गाउँपालिका वडा नम्बर 6 को हाम्रो खोलेगाउँमा है धेरैवटा त छैन, आई थिङ्क 5-7 वटा बिजुलीको पोलहरू चाहिँ प्राय त्यहाँ निजी जग्गामा छ, बाटोमा नभइकन। किनभने मैले अघि भने त्यो बिजुली चाहिँ बाटो आउनुभन्दा अगाडि बिजुलीको पोलहरू त्यो गाडिएको हुनाले त्यो पहिला गाडिएको बिजुलीको पोल हो। त्यही भएर त्यो प्राय निजी जग्गामा छ। त्यसलाई सडकतर्फ ल्याउनु भयो भने सजिलो पनि हुन्थ्यो होइन, मर्मत सम्भार गर्नको लागि पनि सजिलो हुने। अनि त्यसपछि अर्को कुरा भनेको यहाँ चाहिँ जस्तै बर्खायाममा खेतबारीमा काम गर्दाखेरि समस्या हुने, करेन्ट लाग्ने सम्भावना धेरै हुने। जस्तै भर्खर पनि हाम्रो नुवाकोटमा एकजना त्यस्तै करेन्ट लागेर निधन हुनुभएको रहेछ। त्यस्तै खालको समस्याहरू आउन सक्छ है भनेर मैले यो भिडियो बनाउन खोजेको। हाम्रो शिवपुरी गाउँपालिका वडा नम्बर 6 को खोलेगाउँमा पनि यो समस्याहरू छ। जस्तै एउटा पोल छ बिजुलीको पोल जुन खेतमै परेको छ, मेरै घरमाथि पर्छ। त्यो खेतमा परेको चाहिँ के छ भन्दाखेरि बर्खामा असारमा धान रोप्ने बेलामा त्यो खेतको बिचमा पर्छ त्यो बिजुलीको पोल। त्यो बिचमा परेपछि त्यो दायाँ बायाँबाट गोरुहरू जोत्ने मान्छेहरू हिँड्ने गर्दाखेरि त्यो 2 पिस लाइन छ त छन त, 3 पिस पनि छ त 2 पिस पनि छ है। दुईटा पोल चाहिँ एउटै गरामा होइन, एकजनै हाम्रो काकाको खेतमा परेको छ। हो, त्यो खेतमा अब बर्खायाममा काम गर्दाखेरि करेन्टको झट्का हान्ने धेरै सम्भावना भएको हुनाले यो बिजुलीको पोललाई चाहिँ हामीले सडकतर्फ ल्याउनुपर्छ। यो समस्या हाम्रो नुवाकोटमा खोलेगाउँमा पनि छ। त्यसपछि अर्को भनेको त्यो बिजुलीको पोलहरू एकदम बाङ्गो भइरहेको छ। पहिला त्यो किनभने बिजुलीको पोल पहिला गाडियो, त्यसपछि त्यहाँ बाटो खन्ने क्रम भयो। हो, त्यो बाटो खन्दाखेरि त्यो अलिकति असर परेर थोरै बाङ्गो भएको छ त्यो है, त्यो पनि बाटो पछि खनेको हो नि त। त्यही भएर बाङ्गो भइरहेको छ। त्यसलाई पनि अब सडकमा ल्याएर राम्रोसँग व्यवस्थापन गरिदिनु भयो भने राम्रो पनि हुन्थ्यो। अनि अर्को भनेको यतापट्टि आएर हाम्रो बारीमा पर्छ एउटा होइन, बारीमै पर्छ। त्यो चाहिँ कस्तो छ भने जस्तै यतापट्टि होचो छ, बिचमा डाँडा छ, फेरि यतापट्टि होचो छ। त्यो डाँडामा भएको टक्क बिचको हाइटमा भएको जुन बिजुलीको पोल चाहिँ त्यो पनि साइडबाट के हुन्छ भने बिचमा डाँडा भएपछि साइडबाट चाहिँ एकदम होचो छ क्या। त्यो तारहरू यसरी भुइँबाट छुँदा पनि भेट्ने खालको जस्तो। जस्तै मकैको बोटहरू लामो लामो छ भने त्यो मकैको बोटै लगभग त्यो 3 पिस लाइनलाई भेट्न सक्ने सम्भावना भएको एउटा बिजुलीको पोल डेन्जर जोनमा छ भने डेन्जर मान्छु म त्यसलाई। हो, त्यस्तो बेलामा त्यो ठाउँमा 11,000 भोल्टेजको करेन्ट हिँडिरहेको ठाउँमा बर्खायाममा पानी पर्दाखेरि कामहरू गर्दा अथवा चट्याङहरू हान्छन् घरिघरि, त्यस्तो बेला एकदम डेन्जर हुन्छ। यो व्यवस्थापन चाहिँ हाम्रो शिवपुरी गाउँपालिकामा पनि हुनुपर्छ। ओके, यो भिडियो हुन चाहिँ कहाँसम्म पुग्छ थाहा छैन, पल्लो घरसम्म मात्रै पुग्ने कि त्यो पनि थाहा छैन। यदि हाम्रो माननीयज्यूसम्म पुगिहाल्यो अथवा उहाँको सचिवालयसम्म पुगिहाल्यो भने खोलेगाउँ भन्ने ठाउँ रहेछ, शिवपुरी गाउँपालिका पर्दो रहेछ, 6 नम्बर वडा रहेछ, खोलेगाउँ भन्ने ठाउँ रहेछ। त्यो खोलेगाउँमा पनि एउटा यस्तो समस्या रहेछ है। धेरैवटा होइन, सबै होइन, 4-5 वटा बिजुलीको पोल सार्नुपर्ने छ, हाम्रो बाटोमा ल्याउनु पर्ने छ।
ओके, यसको लागि म अनुरोध गर्न चाहन्छु उहाँले सायद यो भिडियो हेर्नुभयो भने बुझ्नु पनि हुन्छ होला। अर्को कुरा भनेको समस्या अहिले नै किन आयो भन्नुहुन्छ भने पहिला किनभने पहिलाको हाम्रो मानिनीज्यूहरू एक नम्बरमा त कहाँ हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो, कतिखेर आउनुहुन्थ्यो कसैलाई थाहा हुँदैन थियो, कहाँ हुनुहुन्छ नि थाहा हुँदैन थियो। अर्को भनेको जितेपछि उहाँ कुन दुलोम छिर्नुहुन्छ थाहै हुँदैन थियो। त्यही भएर उहाँहरूले गर्नु नै हुँदैन थियो केही पनि। अनि अर्को कुरा भनेको हामीले पनि अब खासै कुरा नै उठाएनौँ। किन कुरा उठाएनौँ भन्दाखेरि जितेपछि फर्केर आउने भए पो कुरा उठाउनु। कुरा उठाउने खालको ठाउँै थिएन। अब तर अहिलेको माननीयज्यूले हाम्रो मन्त्रीज्यूले विक्रम तिमल सिन्हाज्यूले चाहिँ आफैले भन्नुभएको रहेछ कि यस्तो यस्तो समस्या रहेछ। मतलब ठाउँ-ठाउँमा हुन्छ यो नुवाकोटमा ठाउँ-ठाउँमा कता-कता छ होला। त्यसलाई चाहिँ हामीले राम्रोसँग गर्नुपर्छ भन्नुभएको छ। त्यही भएर मैले यो भिडियो बनाएको। यदि यो भिडियो चाहिँ कुनै विरोध गर्ने प्रोसेस तरिकाले बनाएको होइन, होइन? हामीले गाउँको एउटा साँच्चीकै समस्या छ भनेरै बनाएको हो। तपाईँलाई भिडियो कस्तो लाग्यो? ओके, प्रतिक्रिया दिनु होला। धन्यवाद।